आजको मिति 2025 अक्टोबर 11 क्रिप्टो बजारको इतिहासमा सबैभन्दा अँध्यारो दिन भनेर चिनिनेछ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै चिनिया आयातमा 100% शुल्क लगाउने अचम्मको घोषणा गरेपछि विश्वका वित्तीय बजारमा ठूलो भय र अफराफरी फैलियो। यस घोषणापछि केही घण्टामै 19 अर्ब डलरभन्दा बढीको क्रिप्टो कारोबार लिक्विडेट भयो, जसले 16 लाखभन्दा बढी ट्रेडरहरूलाई बजारबाट उडाइदियो। सबैभन्दा ठूलो क्षण तब आयो जब 7.5 अर्ब डलर एकै घण्टामा गायब भयो। बजारमा मार्जिन कलहरूको वर्षा र एक्सचेन्जहरूमा अस्थिरता फैलियो। यहाँसम्म कि अस नामको स्टेबल कोइन पनि केही समयका लागि आफ्नो मूल्य गुमाउँदै $0.65 सम्म खस्यो, जसले बजारमा थप त्रास फैलायो। यद्यपि पछि बेलुकीमा त्यसले पुनः स्थिरता पायो। ट्रम्पको यो आक्रामक शुल्क नीतिले लगानीकर्ताको आत्मविश्वास डगमगाइदियो। परम्परागत बजारहरू खस्के र जोखिमपूर्ण सम्पत्तिहरू जस्तै बिटकोइन, इथेरियम र सोलाना सबैभन्दा बढी मारमा परे। ट्रेडरहरू आफ्ना लेभरेज पोजिसनहरू बन्द गर्न हतारिँदा बजारमा आतंक र अस्थिरता फैलियो, जसको असर विश्वव्यापी क्रिप्टो बजारमा विनाशकारी साबित भयो।